कान्छीले खोलिदिए सबै अर्चनाको पोल हो दर्शकबिन। अर्चनाले गरेको कालो करतुत सबै कान्छीले पोल खोलिदिएका छन्। जबकि कान्छीलाई फसाउँछु भनेर खुब बाठो बनेका थिए र दुनियाँ छडिँदा रचेर आफ्नो पोइलाई आफूले भनेको कुरो सुन्ने लगाएर कान्छीले र सागरलाई घरबाट निकाल्छु भनेर सोच बनाएका थिए। काम र घरबाट निकाल्छु भनेर सोच बनाएका थिए। तर कान्छीले सबै अर्चनाको पोल खोलिदिएका छन्। कान्छीलाई हत्या गर्छु भनेर कोठा समेत पुगेका थिए। कान्छीलाई छुरी हान्छु भनेर छुरी समेत सताएका थिए। तर कान्छीले सागरको सरसँग सबै प्रश्न गर्ने बेलामा उनले कान्छीले पहिला हत्या गरेको भनेर झुटो आरोप लगाएका थिए अर्चनाले। जो आफूले गरेको गल्ती कान्छीमाथि लगाएर आफू सही बन्छु भनेर सोच बनाएका थिए र कान्छी र सागरलाई घरबाट र कामबाट निकाल्छु भनेर सपना बुनेका थिए। तर त्यो सपना भने सबै चकनाचुर पारिदिएका छन् कान्छीले। हो दर्शकबिन, अब भने पक्कै पनि अर्चना जेल पर्नेछन्। किन भन्दाखेरि कान्छी र सागरलाई धेरै सताइसकेका छन् र पहिला पनि कान्छीको पूर्व श्रीमानलाई र श्रीमानको आमालाई गोली हानेर हत्या गरेका थिए। त्यसले गर्दाखेरि कान्छीले सबै पोल खोलिदिइसकेपछि अब भने अर्चना पक्कै पनि जेल पर्नेछन्। किन भन्दाखेरि सागर र कान्छीलाई धेरै दुःख दिएका छन् र यो कुरो थाहा पाइसकेपछि अर्चना भने पक्कै पनि अर्चनाको पोइले अर्चनालाई जेल हाल्नेछन्। जबकि कान्छीलाई फसाउँछु भनेर झुटो आरोप कान्छीमाथि लगाएका थिए र कान्छीलाई फसाउँछु भनेर धेरै षड्यन्त्र पनि बुनेका थिए। तर सबै कुराहरू सक्सेस हुन सकेको छैन। कान्छीले गर्दाखेरि कान्छीले सबै कुराहरू पर्दाफास गरिदिएका छन्। सलिनाले आफूले गरेको कालो करतुत सबै कान्छीमाथि खनाएका छन् र यो कुरो जब कान्छीले सबै कुरा सागरको सरलाई भनिसकेपछि सागरको सर भने बियोज भएर ढलेका थिए। हो दर्शकबिन, जबकि आफ्नो श्रीमतीले यस्तो कालो करतुत गरेको कुरा सुन्न नसकेर ढलेका थिए। तर कान्छी र सागरमाथि के कुरो बितिरहेको थियो भन्ने कुरो उनले बुझ्न सकेका थिएनन्। सागरलाई केही कुरो जानकारी नभइकन एक्कासी घरबाट र कामबाट निकालिदिएका थिए। सागरले आँखाभरि आँसु पार्दै हात जोडेर माफी पनि मागेको थिए। तर उनले तिमीलाई म मेरो वरिपरि देख्न चाहन्न, कि त तिमीले श्रीमती छोड, होइन भनेपछि काम छोड भनेर भनेका थिए। जब कामबाट निकालिसकेपछि सागर भने गाउँ जाने तयारी गरेका थिए। तर कान्छीले भने सबै कुराहरू पर्दाफास नगरिकन म जाँदैन, तपाईँले नराम्रो नसोच्नुला बुढा भनेर सागरलाई सम्झाएका थिए। बुढीले मानेन भनेर नरिसाउनु होला, तर म यसको कालो करतुत बाहिर लिएरै छोड्छु भनेर सागरको साउलाई सोध्ने बेलामा हाम्रो के गल्ती थियो र भनेर भन्ने बेलामा सबै कुरा भनिसकेपछि कान्छीले उल्टै अर्चनाले यस्तो गल्ती गरेको हो र अर्चनाले मेरो पूर्व श्रीमानलाई पनि मारेको हो भनेर भनिसकेपछि यत्तिकैमा यो भाग सकिएको।